साँच्चै सुन न, सपना मेरो मात्रै हुन्थ्यो भने कहिलेकाहीँ लाग्छ अनकन्टा ठाउँ गएर बस्थेँ। तर सपना बुझ्दै जाँदा, समयले सबै कुरा सिकाउँदै जाँदा सपना मेरो मात्र छैन, बुढी आमा अनि घरका दाजुभाइ सबैको सपना हुँदो रहेछ। र पो यो जिन्दगीसित माया लाग्छ, नत्र कहिलेकाहीँ लाग्छ गइदिउँ मनकन्टार ठाउँ, कसैले कहाँ छ भन्दा पनि थाहै नहुने। तर जिन्दगी तब मजा आउँछ जब आफ्ना लागि होइन, बुढी आमाको त्यो सपना देखेर पनि उहाँलाई बुढेसकालमा अरू त के दिन सकिन्छ र। मेरो छोराछोरी सफल भए, अब म भगवानको घर जानु परे पनि मेरो जिम्मेवारी सबै पुरा भयो भन्दै बुढी आमाले आनन्दको सास त फेर्थिन्। तर सबै खुसी देखेर भगवानको प्यारो हुनुमा कति आनन्द होला हगि। साथी, जान त जानु छ तिमीले मैले सबैले एक दिन। तर यो जिन्दगीको भागदौडले यस्तो सिकाइदियो कि सायद मान्छेको आयु 2-4 साल अरू भइदिए कस्तो हुन्थ्यो होला। यो 50-60 वर्षको उमेरले त एकअर्काप्रतिको यति घृणा, यति छुट्ने, यति टुट्ने, यति सबै कुरा, धेरै कुरा हुन्छ भनेपछि सोच्नुहोस् न साथी, साँच्चै जिन्दगी लामो हुन्थ्यो भने त मान्छेले कस्तो कस्तो व्यवहार देखाउँथ्यो होला। हुन त मान्छे जहाँ गए पनि कहिल्यै पनि खुसी हुँदैन। मान्छे भनेको यस्तो प्राणी हो साथी, उसलाई लाग्छ म हिजोभन्दा खुसी छु, तर भित्रैबाट ऊ खुसी भएको हुँदैन। किनकि उसले हिजो आफ्ना लागि जिउँछु भन्थ्यो, तर आज सबैका लागि जिउँदै जिउँदै जिन्दगी सकेको थाहा हुँदैन।